नेपालको हिमालको काखमा एउटा यस्तो पवित्र उपत्यका लुकेको छ जहाँ विश्वास गरिन्छ महान बौद्ध गुरु पद्मसम्भवले सयौं वर्ष अघि यही भूमिमा ध्यान गरेका थिए। जहाँ पहाडका गुफाहरू आज पनि मौन छन्, तर स्थानीयहरू भन्छन् त्यहाँको शान्तिभित्र अझै पुराना मन्त्रहरू गुन्जिरहेका छन्। जहाँ हरेक गुम्बा, हरेक चट्टान केवल इतिहास होइन, एउटा गहिरो रहस्य बोकेर बसेको छ। यो हो सुम भ्याली, नेपालको रहस्यमय हिडन बुद्धिस्ट भ्याली। गोर्खाको उत्तरतिर मनास्लु हिमालको काखमा लुकेको छ सुम भ्याली। चारैतिर अग्ला हिमाल, सुनसान गाउँ अनि यस्तो शान्ति जहाँ पुग्दा लाग्छ संसारबाट टाढा कुनै अर्को समयको ठाउँमा आइपुगे जस्तो। लामो समयसम्म यो उपत्यका बाहिरी संसारबाट लगभग अलग नै रह्यो। त्यसैले सुम भ्यालीलाई हिडन भ्याली पनि भनिन्छ। इतिहास अनुसार सुम भ्याली हजारौं वर्षदेखि बौद्ध धर्मको पवित्र भूमि मानिन्छ। किम्वदन्ती अनुसार महान बौद्ध गुरु पद्मसम्भव यही क्षेत्रमा ध्यान गर्न आएको विश्वास गरिन्छ। त्यसैले यहाँका धेरै गुफा, गुम्बा र पहाडहरू आज पनि पवित्र मानिन्छन्। यहाँको मु गुम्बा, राचन गुम्बा सयौं वर्ष पुराना छन्, जहाँ आज पनि प्राचीन बौद्ध ग्रन्थ र इतिहास सुरक्षित छन्। तर सुम भ्यालीको रहस्य यसको इतिहासमा मात्र छैन। स्थानीयहरू भन्छन् यो उपत्यकामा एउटा अनौठो आध्यात्मिक ऊर्जा छ। कतिपय गुफाहरूमा पुराना ध्यानिस्थ साधुहरूको कथा सुनाइन्छ, जहाँ महिनौसम्म मानिसहरू एक्लै ध्यान गर्थे। राति जब हावा हिमालबाट बग्छ, कतिपयलाई लाग्छ मानौ पुराना मन्त्रहरू अझै हावामा गुन्जिरहेका छन्। सुम भ्याली केवल एउटा उपत्यका होइन, यो इतिहास, धर्म र रहस्यको सङ्गम हो, जहाँ हिमालको शान्तिभित्र सयौं वर्ष पुराना कथाहरू अझै बाँचेका छन्। सायद सुम भ्यालीको सबैभन्दा ठूलो रहस्य यसको गुफा वा गुम्बा होइन, यसको मौनता हो, जहाँ इतिहास अझै सास फेरिरहेको छ।